मलाई चाहिँ एकदमै अझै चाहिँ धेरै मेसेज आउने भनेको हजुरले कस्तो मजाले साडी लाउनुहुन्छ प्लिज एउटा भिडियो बनाइदिनु न कस्तो मजाले लागेको देखिन्छ भन्नुहुन्छ कि त्यसैले आज मैले हजुरको लागि भिडियो बनाउँदैछु साडी एकदम इजी वेमा लाउँछु है मैले यो टकिङ गरिसकेको छु यो यसको ब्लाउजको पार्ट पनि यहाँभित्रै छ त्यसैले मैले पहिले टकिङ गरेको छु यसलाई चाहिँ हामीले अब चाहिँ हामीले यो सेकेन्ड भनेको हामीले पल्लुको पार्ट सेकोल गरौँ है त मलाई चाहिँ फोल्ड गरेर पल्लु लाउन मन पर्दैन म चाहिँ धेरै जसो चाहिँ ओपन पल्लु नै लगाउँछु अब हजुरलाई ओपन पल्लु मनपर्छ कि पटाएर मनपर्छ त्यो हजुरहरूको इच्छा ल आँचलको पार्ट चाहिँ मैले सेकोल गरेँ मैले पिन लाउन पनि थालिनँ है फेरि हजुरहरूलाई धेरै बोर नहोस् है भिडियो धेरै लामो भएर आँचल चाहिँ मलाई लामै मनपर्छ है मेन पार्ट चाहिँ यो यहाँ धेरैजनाले पिन लाउनुहुन्छ के गर्नुहुन्छ म चाहिँ केही पनि लाउँदिनँ यसलाई चाहिँ जस्ट मैले अहिले चाहिँ यहाँनिर यतिकै लक गरेँ अब चाहिँ मैले प्लेट्स बनाउँछु प्लेट्स बनाउँदाखेरि चाहिँ फर्स्ट प्लेट्स जहिले पनि हजुरले एकदम ठुलो बनाउनु ताकि यसले हेर्नु त कभर गरिसक्यो नि त फर्स्ट प्लेट्स ठुलो बनाउनु भयो भने अलि प्लस साइजको दिदी पनि हुनुहुन्छ भने पनि अब सेकेन्ड प्लेट्सहरू चाहिँ त्यसको हाफ है जुन हामीले ठुलो बनाएको थियो नि ठ्याक्क त्यसको हाफ बनाउनु है फुल दुइटै त्यो एउटैमा बनाउनु पर्दैन एउटा ठुलो गराएपछि बिचको पल्लो बुसको प्लेट्सहरू चाहिँ सानो बनाए पनि हुन्छ ल हेर्नुहोस् यति मजाले बसिसक्यो अब यो अघिको पार्टलाई म निकालिदिन्छु है यहाँ घुसाको पार्टलाई म निकाल्दै यसलाई चाहिँ यो छोडिदिन्छु म अहिले यसलाई चाहिँ मैले अब टकिङ गर्छु है त प्लिज यो साडी चाहिँ यो काञ्चीपुरम साडी हो लाउनलाई पनि कति सजिलो छ यो साडी पनि हामीसँग अभाइलेबल छ है यो रेडमा र अनि एउटा चाहिँ व्हाइटमा छ अब यसलाई चाहिँ के गर्ने भने यो पार्ट त अब टाइट गर्नु पर्यो नि त है यसलाई टाइट गर्नको लागि यताबाट लिनुहोस् र यहाँबाट हात छिराएर यताबाट लिनुहोस् हेर्नुहोस् त मजाले यसलाई पिन लाउनु पनि पर्दैन केही गर्नु नै पर्दैन क्या साडी लाउँदा धेरैले कस्तो धेरै कम्प्लिकेटेड गराएको जस्तो लाग्छ कि मलाई ल हेर्नुहोस् त भएन त ल 2 मिनट पनि भएको छैन 2 मिनटमा हामीले ल हेर्नुहोस् यो पार्ट फिटिङ मनपर्ने होला है हिपको पार्ट त्यसै देखियो प्लिज पनि मजाले बस्यो साडी पनि कति मजाले बस्यो ल हेर्नुहोस् त्यसैले साडी चाहिँ इजी छ धेरै कम्प्लिकेटेड गराउनु जस्तो लाग्छ कि मलाई चाहिँ ल अरू यस्तै न्यू आए डिजाइनहरूको साडी ड्राप गर्नको लागि प्लिज फलो गर्नु होला।